आत्मधरि बेचिसकेका नेताहरू मान्छे भन्छन् भनेर पर्खन्छौ भने नेपाली जनता हो, दुःख पाउँछौ, अझै दुःख पाउँछौ। तिम्रा नेताहरूले आत्मा पनि बेचिसकेका छन्। तिनीहरू मान्छे भन्न सक्दैनन् र नेपाली भन्न सक्दैनन्। हिजोको विगत कस्तो थियो तिनीहरूको, कुन औकातमा थिए, कुन हैसियतका थिए र आज कुन औकातका साथ कुन हैसियतले बजारमा हिँड्छन्, समाजमा उभिन्छन्, त्यो सबैले देखेको कुरा हो। देश र जनताबाट लिनुभन्दा दोब्बर 3 गुणा लिइसकेका छन्। तर जब देशलाई दिनुपर्ने बेला आउँछ, जनताका विरुद्ध आगो उकल्छन् तिम्रा नेता। अझै पनि भन्छौ तिमी गणतन्त्र जिन्दाबाद भनिराख। हामी त गणतन्त्र मुर्दाबाद नै भन्छौँ। गणतन्त्र मुर्दाबाद।